हेलो गाइज, इट्स मी राम गुरुङ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ हाम्रो एकचोटिको विकेन्डमा चाहिँ हामीले दसजनाले खसी काट्न लागेको छौँ। यता देख्नु सक्नुहुन्छ तपाईँले। हाम्रो योभन्दा अगाडिको विकेन्डमा चाहिँ तपाईँको किचन बाजेको किचनमा गएर हामीले करेन्ट पकाएर खाएको थियौँ। हजुरलाई अवगत छ त्यो बारेमा होइन। हाम्रो पर चाहिँ पानी दिन्थ्यो, पानी लिन लागेको छौँ। यो पछि काठमा हुनेछ, तपाईँहरूलाई हामी देखाउनेछौँ। है त गाइज, हजुरले हाम्रो चिनी हाल्नेमा उहाँले हाम्रो हुनुहुन्छ होइन। पानी उम्लिसक्यो होला कता पानी उम्ल्यो होला पानी उम्ल्यो ल। अब हामी चाहिँ तपाईँलाई म यहाँ दिन्छु ल। म हालेपछि है कान र है ल जाउँ यता 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 बोका खसी हो यो। गेडा हेर्नु न गेडा गाइस, गेडा हेर्नुहोस्, गेडा हेर्नु न गेडा गाइस, गेडा हेर्नुहोस्। के हो निकालाले गेडा अनि यसमा मसँग दिँदाखेरि म यस्तो पाप साप काम गर्दिनँ। घरमा एकदम घरमा गर्ने मान्छे म है। मास खानु मैले फेरि एकदम पाप नगरिकन एकदम घरमा स्तरले खान्छु। काँटाले हो? काँटाले नछुइकन हातले फेरि थाप्ने म है ल। रगत थाप्ने उचाल 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 रगत हाल्न उचाल 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 छोरी पनि राम 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 राम। पानी दिनुपर्छ क्या फुकुट लाग्ने छ है। खोलामा लगेर पनि मुला सबै त्यो अहिलेको कभर कहाँ छ? यो चाहिँ पुऱ्याइदिइहाल्नु। पछि प्लेट लाउँदाखेरि मासु काट्नु सजिलो हुन्छ क्या यस्तो फुलायो भने। टाइट बन्नुपर्छ। कस्तो छ कति जुठो फेरि पनि छैन मलाई। ग्लास त फुर्काउने जस्तो थियो। अझ अझ छिटो फास्ट फास्ट। त्यस्तो ब्याङ्क हो अहिले आन्दा यो त ढिला काँदा काँदा आन्दा
कच्ची मर्ची बनाएको यस्तो दामी बनायो कि अब खानेलाई कस्तो स्वाद होला स्वाद हुन्छ ल भइसक्यो अब आगोमा बसाउँछु अनि खै यहाँ लाइट कहाँ छ हो अब त हुन्छ काम ल अब पक्नु आँट्यो ए डोरी पर्छ के अब त्यहाँ साल्नु पर्यो सर हो अब यो लसुन हाल्नु पर्यो मसला एकछिनमा हाल्छु म अनि दामी हुन्छ अलि यताबाट चलाउनु पर्यो हो मासु त एक करे भयो नि कसरी खाने अब यत्रो मासु यस्तो पाक्छ अब खानुपर्छ टेबलमा बसेर ए त्यसको मासु पनि पस्यो त्यो दामी भयो क्या दामी भयो गिरिबी मात्रै भयो ल अब एकछिन के बिन्छ के छ काको हालखबर के छ हाम्रो आज भोलि अनि के छ अनि पाकिसक्यो हाम्रो अघिको सबै पाकेर खाइसक्यो अब हाम्रो अनि यो आन्द्र भुडी फोक्सो कलेज हो अनि हाम्रो अर्को अनि कहाँ छ मासु चाहिँ अनि यो यो सही बनेछ त के हो है खुसबु साला डेन्जर छ त के छ अनि हो ल त्यही हो हाम्रो चाहिँ आजको खसी अनि यो चाहिँ हाम्रो फोक्सो कलेज हो आन्द्रभुडी हजुरतिर के भन्छ काहीँतिर कमेन्ट गर्नु होला है हाम्रो चाहिँ फोक्सो आन्द्रभुडी कलेज हो भन्छ यसलाई है कर्जी मर्जी है सबै समेटेर भनौँ न कर्जी मर्जी ल यो हाल्नु भयो ल कर्जी मर्ची हो टेस्ट गरौँ थोरै है थोरै मिठो भएर गएको है दाम 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 भन्छ गाई जोस मिहिनेतको फल राम्रो पायो कसले बनाएको यो थाहा छैन तपाईँ कुकुर होइन नि दाम भएको कुकुर होइन तिमी के गर्नु अब खानै पर्यो होइन अब यत्रो मिहिनेत दिनभरि मिहिनेत गरियो अब मिहिनेतको फल त खानै पर्यो होइन ल गाइज मलाई सुरु गरेँ है तपाईँले भर्खर खान थाल्नुभयो तिमीले खाइसक्यो र हामीले त अघि नै मलाई सुरु गर त्यसो भए ल यो के हो हाम्रो खसीको मासु यो दाल दामी दामी हो बबाल भन्छ यो पकाउनलाई चाहिँ मजाले नोबल पाइदिन्छु दामी भएको छ Hemme hulda balca. Hemme hulda balca. Da. आजको भोजन पनि भयो के दाल हो
ल त गाइज आज मैले आजको हाम्रो खसी काटियो पनि आजको जोस रमाइलो भयो भनौँ है। हजुरलाई कस्तो लाग्छ यस्तै हो अब गाउँले जीवन होइन। कमेन्ट गर्न नबिर्स्नु होला त्यही है, अरू चाहिँ के भन्न चाहिनँ मैले। दामी ल गाइस टनक्क भयो, अघि टनक्क खायो। आजको हाम्रो चाहिँ विकेन्ड यस्तै भयो। अब हजुरलाई कस्तो लाग्छ आजको हाम्रो विकेन्ड यस्तै यताउता गर्दा गर्दै दिन रात पनि परेको। अब खानसान सब खाइसक्यो, टनक्क भयो। हजुरलाई कस्तो लाग्छ भिडियो है, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। ल लभ यु अल, बाई बाई।